शनिबार र आइतबार सार्वजनिक बिदा भएसँगै विद्यालय तहमा पठन-पाठन कसरी सञ्चालन गर्ने भनेर केही कुराहरू सार्वजनिक भएका छन्। हेर्नुभयो त? उक्त दस्तावेजमा अहिलेको कानुनी र नीतिगत व्यवस्था के छ, विगतका अभ्यासहरू के छन् र शैक्षिक सत्र 2083 को विश्लेषण समावेश गरिएको छ। शिक्षा नियमावली 2059 को नियम 84 को उपनियम 5 मा विद्यालय पठन-पाठन हुनुपर्ने दिन भनेर 220 दिन भनिएको छ भने सोही नियमावलीको नियम 85 उपनियम 2 मा एक शैक्षिक सत्रमा हिउँदे वा वर्षे बिदा भनेर विद्यालय चाहिँ टोटल 45 दिन बन्द रहने व्यवस्था गरिएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार एक शैक्षिक सत्रमा जम्मा 205 दिन विद्यालयमा पठन-पाठन सञ्चालन हुनुपर्दछ। त्यो अनुसार कक्षा 1 दिनमा जम्मा पाठ्यघण्टा 26 छुट्याइएको छ। यसको मतलब एक वर्षभरिमा 832 कार्यघण्टा चाहिँ पठन-पाठन हुनुपर्दछ। त्यसैगरी कक्षा 4 देखि 10 सम्ममा जम्मा 1024 कार्यघण्टा पठन-पाठन हुनुपर्दछ। त्यसैगरी कक्षा 11 र 12 को सन्दर्भमा पाठ्यघण्टा 27 देखि 32 सम्म छुट्याइएको छ र त्यसमा जम्मा 864 कार्यघण्टादेखि 1032 कार्यघण्टासम्म पठन-पाठन सञ्चालन गर्नुपर्ने कानुनी तथा नीतिगत व्यवस्था हाल रहेको छ। त्यसैगरी विगतको सिकाइ तथा अनुभवमा कोभिड-19 को सङ्क्रमण पश्चात जुन चाहिँ सिकाइ सहजीकरण निर्देशिका जारी भयो, त्यो अनुसार कक्षा 1 दिनमा जम्मा 690 कार्यघण्टा मात्रै शिक्षण सिकाइ गर्न सक्ने गरी व्यवस्थापन गर्न सकिएको थियो। त्यसैले यो व्यवस्थापन नौलो चाहिँ होइन है भनेर पनि उल्लेख गरिएको छ। त्यसैगरी शैक्षिक सत्र 2083 को विश्लेषण भनेर प्रकाशित भएको दस्तावेजमा के उल्लेख गरिएको छ भने जम्मा शैक्षिक सत्र वैशाख 15 गतेदेखि सुरु भएको भएर जम्मा वर्षभरिमा दिन चाहिँ 351 दिन, त्यसमा शनिबार भनेर जाने 50 दिन, आइतबार भनेर खर्च हुने दिन 50 दिन र दसैँ बिदा लगायत अन्य सार्वजनिक बिदाहरू, दसैँ बिदामा चाहिँ घटस्थापनादेखि पूर्णिमासम्मकै अवधि समावेश गरिएको छ। त्यो समावेश गर्दाखेरि चाहिँ जम्मा बिदा सङ्ख्या 129 पुग्ने र पठन-पाठन हुने दिन चाहिँ 222 पुग्ने रहेछन्। र 222 पठन-पाठन हुने दिनहरूमध्ये शिक्षा नियमावली 2059 को नियम 85 अनुसार पाइने वर्षे बिदा अथवा हिउँदे बिदा प्लस स्थानीय बिदा गरेर 50 दिन त्यहाँ घटाउँदा जम्मा 172 दिन मात्रै कक्षा सञ्चालन हुने र त्यो 172 दिनमा फेरि त्यो वर्षे बिदामा र हिउँदे बिदामा पर्ने शनिबार र आइतबार गरेर 12 दिन प्लस हुँदाखेरि टोटल पठन-पाठन हुने दिन चाहिँ 184 निस्किएको छ। यसरी 184 दिन पठन-पाठन हुँदा राष्ट्रिय पाठ्यक्रम प्रारूपले तोकेको 205 दिन मा जम्मा 21 दिन मात्रै र शिक्षा नियमावली अनुसार सञ्चालन गर्नुपर्ने 220 दिनमध्ये 36 दिन अपुग हुने देखिँदो रहेछ। यसरी मौजुदा पाठ्यक्रमले अधिकतम 1024 कार्यघण्टा चाहिँ पठन-पाठन गर्नुपर्छ भने अनुसार 184 दिन 15 मिनेट प्रार्थना समय र 30 मिनेटको ब्रेक गरेर जम्मा एक दिनमा 5 घण्टा 15 मिनेट पठन-पाठन सञ्चालन हुने भएकोले जम्मा 945 कार्यघण्टा मात्रै यसरी पठन-पाठन सञ्चालन हुन सक्ने अधिकतम समय चाहिँ 945 कार्यघण्टा चाहिँ रह्यो। त्यसैगरी उक्त प्रकाशनमा व्यवस्थापकीय सुधार भनेर अब के गर्ने त? जम्मा 79 घण्टा अपुग भएको कभर गर्नको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको मार्फत शिक्षा समन्वय इकाइ, स्थानीय तह र विद्यालयहरूलाई यो सम्बोधन गर्न चाहिँ अनुरोध गर्ने भन्ने चाहिँ त्यहाँ उल्लेख गरिएको छ। त्यसमा गर्नुपर्ने के भनिएको छ त भने विद्यालयको समय अतिरिक्त परियोजनाका कार्य तथा प्रयोगात्मक कार्यका लागि विद्यार्थीहरूले प्रयोग गरेको समयलाई पनि वार्षिक कार्यघण्टामा समावेश गर्ने भनिएको छ। धेरैजना शिक्षकहरूको र शिक्षा प्रेमीहरूको प्रश्नलाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्नलाई सरकारले कसरी सम्बोधन गरेको छ त भने फर्स्ट पहिलाको व्यवस्थामा 2077 सालमा कोभिडमा पनि त यस्तो भएको थियो, अहिले किन नहुने भनेको छ र तत्पश्चात एउटा वे देखाएको छ। शिक्षकको सुविधा 15 दिनको सुविधा कटौती गरेको छ र यता पाठ्यघण्टा समायोजन गर्ने चाहिँ प्रयास गरेको छ। धन्यवाद।